नमस्कार, म दीपक कोइराला। आज चाहिँ म हाम्रो यो यति एयरलाइन्ससँग सम्बन्धित स्काई क्लब कार्डको चाहिँ एउटा कसरी चाहिँ स्काई क्लब कार्ड चाहिँ चलाउने भन्ने बारेमा चाहिँ एउटा भिडियो बनाउन गइरहेछु। यो चाहिँ अब सानो खाले भिडियो बनाउन खोज्दैछु, हेरौँ कत्रो भिडियो बन्छ। चाँडा मिठो बुझ्नलाई गएर चाहिँ सबभन्दा पहिले यति एयरलाइन्स भनेर सर्च गरौँ। त्यसमा चाहिँ यति एयरलाइन्सको साइट सबभन्दा पहिले माथि नै आउँछ, त्यसमा क्लिक गरौँ। त्यसमा क्लिक गरिसकेपछि चाहिँ कहाँ जाने त हामीहरू भन्दाखेरि कहाँबाट जाने भन्दाखेरि जस्तो म विराटनगरमा छु, विराटनगरबाट जानु पर्यो। विराटनगर लेखेँ मैले। कहाँ जाने त काठमाडौँ जाने, त्यसै काठमाडौँ लेखेँ मैले। हाम्रो लास्टको डेस्टिनेसन त प्रायः काठमाडौँ नै हुन्छ। कहिले जाने त भन्दाखेरि मैले चाहिँ यो शुक्रबार बेलुकाको टिकट काट्ने रहेछु, शुक्रबार बेलुका होइन। अनि त्यसपछि हामी फर्किने नफर्किनु चाहिँ त्यो काट्न सकिन्छ, अनि नकाटौँ होला। नेसनालिटी नेपाली हामीहरू, अनि बच्चा बुच्ची छैन। यहाँ हामी एकजना छ भने एकजना, दुईजना दुईजना, बच्चा छ भने बच्चा नर्मल गरिहाल्छौँ। यति गरिसकेपछि हामीले यसमा आई एम नट रोबोट भन्ने ठाउँमा क्लिक गर्ने र टिकट सर्च गर्ने। केही समय लाग्छ। यसमा दुनियाँ सबै फेयरहरू देखिन्छ, यदि एयरलाइन्सका कुन कुन कति बजे जाने भनेर। जस्तो मैले डेमोको लागि एउटा गर्न आँटेको छु। म चाहिँ बिहान 7:30 त्यो नगरौँ, बेलुकाको टिकट गरौँ। 4:15 टिकटमा चाहिँ हामी 8,500 रहेछ है। म खालि नगरौँ, प्रायः सस्तै खालि टिकट पिक गरौँ होला, अलिक सजिलो हुन्छ। ल मैले यो 5,200 को चाहिँ बिहान 7:30 टिकट एउटा बुक गर्न गइरहेछु है। अब कन्टिन्यू गरौँ, बुक गर्ने प्रोसेसमा जाउँ। 5,200 रुपियाँ छ टिकटको दाम चाहिँ। अब यति भइसकेपछि कन्ट्याक्ट इन्फर्मेसन, प्लिज पुट द नेम अर्डर प्रोपरली, लगइन फर पर्सनलाइज। अब यसमा चाहिँ हामीले आफ्नो नाम लेखौँ। हेलो नेपाली भयो। अब मेरो फोन नम्बर होइन, कुन एउटा मोबाइल नम्बर लेखौँ न, 98 जस्तो भनौँ, 1 2 3 4 5। ल कतिवटा भयो, 98 420 1 2 3 4 5 यो भयो। इमेल आइडीसम्म लेखौँ, छैन भने छाडिदिउँ। इमेल आइडी लेखेर राम्रो आएमा प्यासेन्जर हो भने लेखौँ, होइन भने चाहिँ त्यसलाई छाडिदिउँ है। प्यासेन्जर हो भने सेम डिटेल तलतिर आइपुग्छ है। अब यहाँ अब डकुमेन्ट टाइपमा के चाहिँ हाम्रो छ, नागरिकता छ भने नागरिकता नम्बर लेख्ने। जस्तो नागरिकता नम्बर मैले ऱ्यान्डमली लेख्दै मैले होइन। टेक स्काई क्लब कार्डसम्म लेखौँ। प्रायः यसमा चाहिँ स्काई क्लब कार्ड अहिले नलेखौँ होला है। अनि हामीले केही स्पेसल सर व्हिल चेयरहरू मगाउनु पऱ्यो भने यहाँबाट मगाउन सक्छौँ। जस्तो हामीलाई केही पनि चाहिएको छैन अरे त यसलाई हटाइदिउँ अनि एग्रिमेन्टमा गएर नेक्स्ट गरौँ। यसमा फेरि इमेल आइडी माग्यो यसले फेरि है। इमेल आइडी एउटा हाल्दै, ल मैले यो हाल्दै, कसको मेल आइडी फेरि यो मेरो मेल आइडी होइन, एमडिबी। ल मैले एउटा मेल आइडी हाल्दै है, यो भरे। ल नेक्स्टमा गरेँ होइन, रन गर्दैछु। नेक्स्ट गर्दाखेरि दिएँ नि त, हुँदैछ। ल यहाँ हुँदैछ। ल हामीले 5,200 को टिकट बुक गर्न गइरहेछौँ होइन, बुक गऱ्यौँ। अब यति गरिसकेपछि हामीले टिकट सबै बुक गर्ने प्रक्रियामा गयौँ। अब हामी पेमेन्ट गर्ने अप्सनमा जान्छौँ। पेमेन्ट गर्ने अप्सनमा चाहिँ के छ भने कन्फर्ममा गयौँ है। कन्फर्ममा गइसकेपछि चाहिँ यसमा चाहिँ अब हाम्रो प्रोमो कोड छ भने प्रोमो कोड हालौँ। त्यो प्रायः एसएमएस पठाइरहेको हुन्छ। छैन भने वालेटमा जाउँ। वालेटमा के छ, वालेट पेमेन्ट छ, कार्ड पेमेन्ट छ र अरू अरू आइपिएसहरू, यी सेवाहरू छ। हामीले वालेट पेमेन्टमा चाहिँ मोबाइल ब्याङ्किङहरूमा जान्छ है। हामीले कार्ड पेमेन्ट गर्नुपर्छ। हामीलाई डिस्काउन्ट चाहिन्छ, 100% क्यासब्याक चाहिन्छ भने चाहिँ कार्ड पेमेन्ट गर्नुपर्ने हुन्छ है त। हामी कार्ड पेमेन्टमा जाउँ। अब कुन कार्ड, ग्लोबल आर्मी, एनआइसी, नेभिल कुन छ हाम्रो? त अहिले ग्लोबल आर्मीको कार्ड हो, स्काई क्लब कार्ड। त्यसैले ग्लोबल आर्मी कार्डमा हामी पिक गर्छौँ है। अब यो इएमआई भनेको चाहिँ हामीले किस्ताबन्दी अफर पनि छ है यसमा। अहिले यसलाई छाडिदिउँ।
यसमा क्लिक नगरौँ है, प्रोसिड मात्रै गरौँ, प्रोसिड पेमेन्ट। ल अब यति भइसकेपछि चाहिँ मैले यसमा हाम्रो एटिएममा भएको कार्ड, एटिएममा जुन कार्ड हुन्छ, कार्ड त्यो कार्ड चाहिँ हामीले हाल्नु पर्ने हुन्छ, कार्ड नम्बर हाल्नु पर्ने हुन्छ। र एटिएमको अगाडिपट्टिको भागमा भएको चाहिँ डेट हुन्छ, त्यसमा तपाईँको एक्सपायरी डेट लेखेको हुन्छ, त्यो एक्सपायरी डेट यसमा हाल्नुपर्छ। र एटिएमको पहाडिपट्टि भएको चाहिँ 3 देखि 4 अङ्कसम्मको अङ्क हुन्छ होइन, त्यो लेख्नुपर्छ। ठ्याक्कै एटिएमको पहाडिपट्टि तपाईँले हेर्नुभयो भने त्यसमा देखिन्छ होइन। त्यसमा ठ्याक्कै लगाएर कहाँ देखिन्छ भन्दाखेरि तपाईँको चाहिँ एटिएमको चाहिँ ठ्याक्कै त्यहाँ पहाडी कालो खाली स्ट्रिपको ठ्याक्कै माथिपट्टि 3टा धर्का हुन्छ, त्यै नम्बर हाल्ने हो। यो सिभिभी नम्बर भनेको चाहिँ एटिएमको ठ्याक्कै पहाडिपट्टि 3टा अङ्क हुन्छ, त्यो हाल्नुपर्ने हुन्छ है। त्यसपछि तपाईँको जिप कोडमा चाहिँ हाम्रो नेपालमा छौँ, हाम्रो 977 हो जिप कोड। स्टेट भनेको चाहिँ कहाँ हो त भन्दाखेरि अब हाम्रो स्टेट जहाँ हो त्यहाँ लेख्नु पर्यो होइन। स्टेट भनेको चाहिँ कुन छ, हाम्रो कोशी, कोशी भयो। सिटी अब कहाँ हो, विराटनगर हो, नगर भयो होइन। एड्रेस पनि विराटनगर। र यसमा पे गरिदिनु होला। पे गरेपछि ओटिपी आउँछ होइन। ओटिपी आएपछि ओटिपी हालेर कन्फर्म गरिदिनु भयो भने चाहिँ तपाईँको चाहिँ टिकट भयो होइन, पेमेन्ट गर्नुपर्ने हुन्छ। अब यहाँ तपाईँले ध्यान दिनुपर्ने, कार्डमा गइसकेपछि यहाँनिर चाहिँ तपाईँले कार्ड नम्बर हाल्नु पर्यो है। यहाँ कार्ड नम्बर तपाईँको ब्याङ्कको कार्डहरू हुन्छ नि, स्काई क्लबको कार्ड, जस्तो स्काई क्लबको आफ्नै कार्ड नम्बर हुन्छ होइन, त्यो कार्ड नम्बर हाल्नु पर्यो होइन। 4363A कार्ड नम्बरहरू चाहिँ तपाईँको 16 डिजिटको कार्ड नम्बर हुन्छ, त्यो हाल्नु पर्यो है। त्यो हालेर चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ कहिले छ तपाईँको कार्डको एक्सपायरी डेट भनेको चाहिँ 08/ तपाईँको चाहिँ 26 छ भने 26 हाल्नु पर्यो। 22 त होइन, 22 त हुँदैन, 28 हालौँ न। सिबिबी भनेको चाहिँ कार्डको ठ्याक्क पहाडिपट्टि कालो अङ्कले लेखेको हुन्छ, त्यो हाल्नु पर्यो है। केही पनि जे पनि हुनसक्छ। यति हालेर चाहिँ तपाईँले यो यसमा नेपाल यसमा जिप कोडमा चाहिँ 977 हालेर चाहिँ पे गर्नुभयो भने चाहिँ तपाईँको मोबाइलमा ठ्याक्क एउटा ओटिपी आउँछ। त्यो ओटिपी हालेर कन्फर्म गर्नुभयो भने चाहिँ तपाईँको चाहिँ स्काई क्लब कार्डबाट पेमेन्ट हुन्छ र तपाईँको टिकट कन्फर्म हुन्छ र टिकटको पेमेन्ट पनि हुन्छ। र साथसाथै तपाईँले चाहिँ आफ्नो खाताबाट पैसा घट्यो कि घटेन पनि हेर्नु होला। यति भइसकेपछि चाहिँ टिकट कन्फर्म भएपछि तपाईँ प्लेन चढ्ने टाइममा चाहिँ प्लेन चढ्न सक्नुहुन्छ, प्लेन टिकट लिएर प्लेन चढ्न सक्नुहुन्छ। र प्लेन चढेको 1 हप्ताभित्र पैसा आउँछ। यदि पैसा आएन भने ब्याङ्कलाई इन्फर्म गर्नु होला। ब्याङ्कले चाहिँ तपाईँलाई चाहिँ त्यो पैसा तपाईँको रिफन्ड हुने पैसा चाहिँ फिर्ता दिन्छ है त। ल धन्यवाद। केही समस्या पऱ्यो भने सम्झिनु होला। धन्यवाद।